भोलि एनपीएल को सिजन 2 को फाइनल गेम लुम्बिनी लायन्स vs सुदूरपश्चिम रोयल्स को दह्रो गेम हुँदैछ र यही दिन थाहा हुनेछ एनपीएल मा कसले जित्छ त। कमेन्ट गर्नुस् यसपालिको एनपीएल मा ट्रफी कुन टिमले लिन्छ त, सुदूरपश्चिम रोयल्सले लिन्छ कि लुम्बिनी लायन्सले जित्छ त। कमेन्ट गर्नुस्। तपाईले कमेन्ट गरेको आधारमा एमएमएस मोबाइल सोलुसनले तपाईलाई एउटा एयरबड्स दिने भएको छ र तपाईले एमएमएस मोबाइल सोलुसनलाई फलो गरेको बापत तपाईले अर्को एयरबड्स पाउनुहुन्छ। त्यसकारणले कमेन्ट गर्नुस् सुदूरपश्चिम रोयल्सले जित्छ कि लुम्बिनी लायन्सले जित्छ त, अनि भन्नुहोस् तपाईहरु कुन टिमको समर्थन हुनुहुन्छ, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सको। म पनि भोलि टियु ग्राउन्डमा आउनेछु, तपाईहरु सँगै बसेर एनपीएल हेर्नेछु, इन्जोय गर्नेछु। तर टिकट मसँग छैन, कोहीसँग छ भने कमेन्ट गर्नु होला। तैपनि म बिना टिकट पनि पास छ, म छिर्न सक्छु। तर तपाईहरु टिकट छैन भनेदेखि मलाई सम्झिन सक्नुहुन्छ। त्यसकारणले फलो गर्नुस् र कमेन्ट गर्नुस् भोलि कुन टिमले ट्रफी जित्छ त। अनि हाम्रो एमएमएस मोबाइल सोलुसनलाई फलो गर्नुभएको छैन भने फलो गर्नुस्। त्यहाँ तपाईले विभिन्न नयाँ तथा पुराना फोनहरु तपाईले सुपथ मूल्यमा पाउन सक्नुहुन्छ। एमएमएस मोबाइल सोलुसनको लोकेसन छ हेटौँडा 10 बस पार्क। तपाई नेपालको जुनसुकै कुनामा हुनुहुन्छ तपाईले अर्डर गरेको भरमा पनि तपाईहरुको होम डेलिभरी हुनेछ। त्यहाँ विभिन्न किसिमका सेकेन्ड ह्यान्ड आइफोन पनि छ। मैले त्यहीबाट अस्ति एउटा आइफोन लिएको छु। तपाईहरु पनि एमएमएस मोबाइल सोलुसनमा भिजिट गरेर तपाईले आइफोनहरु अर्डर गर्न सक्नुहुन्छ। अनि कमेन्ट गर्नु है एयरफोन जित्नको लागि।